पत्रकार दिवाकर शाहको हत्या यदि यो समाचार तपाईहरूको बीचमा आयो भने यसलाई नौलो नमान्नु होला र आज बरु सोचेर गम्भीरतापूर्वक संवेदनशील विषयहरू यो देशको अगाडि राख्न गइरहेको छु। आज म तपाईहरूलाई भन्न चाहन्छु, यदि साँच्ची नै तपाईँ नेपाली हुनुहुन्छ, यो देशलाई माया गर्नुहुन्छ र साँच्ची नै यो देशलाई आफ्नो आमा मान्नुहुन्छ भने आज पहिलोचोटि एसटिभीका दर्शकहरूलाई भन्न चाहन्छु, यो विषयको गम्भीरता बुझ्नु। पत्रकार दिवाकर शाहको हत्या यदि यो समाचार तपाईहरूको बीचमा आयो भने यसलाई नौलो नमान्नु होला र आज बरु सोचेर गम्भीरतापूर्वक संवेदनशील विषयहरू यो देशको अगाडि राख्न गइरहेको छु। आज म तपाईहरूलाई भन्न चाहन्छु, यदि साँच्ची नै तपाईँ नेपाली हुनुहुन्छ, यो देशलाई माया गर्नुहुन्छ र साँच्ची नै यो देशलाई आफ्नो आमा मान्नुहुन्छ भने आज पहिलोचोटि एसटिभीका दर्शकहरूलाई भन्न चाहन्छु, यो विषयको गम्भीरता बुझ्नु होला। आज कुनै टिआरपीको लागि होइन, भ्युवर्सको लागि होइन, एट्र्याक्सन पाउनलाई होइन, यथार्थ केही कुराहरू भन्नै पर्ने